4 5 मङ्की ल यहाँ ल गेटै ल यो त यहीँबाट छिर्यो असम्भव असम्भव। हेलो व्हाट्सअप गाइस, सबजना सन्चै हुनुहुन्छ? आज चाहिँ हामी बाबुलाई पार्क जानु मन लाग्यो अरे, पार्क वसुन्धरा पार्क जानु मन लागेर त्यही हामी चाहिँ पार्क जानु लाग्यो। बाबुलाई निन्द्रामै छ निन्द्रा लाग्यो भने भोलि छुट्टी, शनिबार आइतबार छुट्टी बच्चाको होइन। पार्कतिर जानु लाग्यो हामी पार्कतिर। अनि हाम्रो आज चाहिँ मैले स्कुटर चलाइनँ, मैले ड्राइभर राखिसकेँ फाइनली गाइस, ड्राइभर राखिसकेँ है। साइडमा दिइहालौँ जाम है त गाइस, म साइडमा दिँदैछु। ओ माइ गॉड जाम टीप टीप बजाता है भोसडी। मैले ड्राइभर राखेको छु है, भइसक्यो टन टन टन। यहाँ मजा आउने कि स्कुटर चलाउन नि। ए भाइ यो 13 दिन नबारी भागे जस्तो छ है। कोही हेलमेट पनि छैन यार। कौन है ये सफेद लुगा वाला भैया? हेलमेट पनि छैन गाइस, हेर्नुहोस् हेलमेट पनि छैन। ल बल्ल बल्ल भाइ फर्स्ट टाइम आएको अरे मेरो ड्राइभर साहब ल डन्टावाला कि खारो कि त्यसमा दिन्छ जानु मिल्छ कि ऊ राखन त्यत्रो स्कुटर। ऊ त राखन जता राखन हिँड ऊ त्यो कुना सिधै हालिदिएको त्यहाँ त्यहाँ हालिदियो। ओ माई गड फाइनली आइपुग्यौँ हामी मेरो। ल आइपुग्यौँ हामी। मैले ड्राइभर राखेको छु, नयाँ ड्राइभर फाइनली झन्डा ल्याइपुऱ्याएँ। खुच्चेला चल पल्ल लु 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 एउटा बाँदरलाई मैले ल्याइसकेँ। मेन मङ्की चाहिँ यो हो, हेलमेट त्यहीँ भित्र हालिदिएँ। पछाडि हौ चाकबाट हो चाकबाट। अट्छ के त्यसै राख्ने होइन नि त। अनि हेलमेट त्यसै राख्ने नि त। यो कता छ यो यसरी राख्ने नि त। ल च्याप्दिउँ यो टेक्नोलोजी। ल चापन ल यो हो नि त हेलमेट चाहिँ यसरी राख्ने तरिका हल्का। ल है त गाइस हामी लागौँ। ल यो मङ्की ल यहाँ ल गेटै ल यो त यहीँबाट छिर्यो। ल अरे बाप रे खुसी भएको आज यो। ल होइन हेर त त्यहाँ कति धेरै। ल दौडी ल यो दौडी नआएको रे जुत्ता लड्छ के अरे। यहाँ चाहिँ बेलुका भएपछि मान्छेहरू शीतल ताको मजा लिन आएको छ। यहाँ चाहिँ फेवाताल छ नजिकै। अनि हामी चाहिँ चट्ट लाएर थियौँ। आज चाहिँ घाम खान आएको, जाडो भयो घर बस्दा अनि यहाँ घाम ताप्न आएको बेलुकाको घाम। यो आज दिएको क्या मजा लिँदैछ, मजा लिँदै हुनु। किन छिनेर जाऊ जहाँबाट पनि छिन्। ओ माई गॉड कति मजा। काइकिङ धेरै परिवर्तन भइसक्यो पोखराको। यो फेवाताल चाहिँ चट्ट बस्ने ठाउँ है। कोही सुतिरहेछ, फोटो खिचिरहेछ, हिँडिरहेछ। अनि भाइ भेटे अनि बुढै देख्यो। नमस्ते
ल भाइलाई भेटियो होइन के हो त नि अनि छिप्पिएर मोटाएर चाहिँ होइन काम मोटाउने हो जे गरे हो र होइन नि गरेछ नि अब हुन्छ होला गर्नु पऱ्यो कि कपाल फुलिसे बाहिर आज कहाँबाट हुन्छ नि सुभाष यता यसलाई घुम्नु लिएर आएको बसाइ त मैसा त्यही चिया पसलमै हो काम पर्दा मात्रै सम्झिने अनि के गर्ने दाइलाई फुर्सदै छैन अनि ल यहाँ चाहिँ पुराना भाइहरू भेटियो होइन कहाँ खेल्ने नि त हामफाल ल लु 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 हामफाल लु हामफाल ओ के माइला त्यहाँ त ल अघि 10 हान्सिक ल 1 2 3 4 5 6 7 हान्न त बाबु 7 8 9 ल 10 वे 11 हानिदिएको वे 12 वे खतरा 12 हानिदियो त बाबुले यार ए अघि 10 हाने त अन्त एकैछिन 12 भनेपछि 22 हानिदियो यार 2 मिनटभित्र 22 हानिदियो त्यसले त ए बलियो खत्रै बलियो हुन्छ कि के हो यो त यार खोइ बलियो ल ल गाइस हामी चाहिँ अब घरतिर जान लागेर रात पर्यो हो स्कुटर स्टार्ट ड्राइभर साहब स्कुटर गर्नु स्टार्ट गर्नुहोस् जाने अब ल गाइस मैले भन्नु केही छैन यति नै हो हल्का गर्मी थियो पार्क आइयो यसो ए कपाल उम्रे चाहिँ क्या हो राम्रो मजा भयो एकछिन शीतल पनि भएको छ ल गाइस घरतिर लागेको सबैले के हो मेरो भिडियोलाई यसो कमेन्ट नि दिउँ न के भएको छ कस्तो भएको छ गाली गरौँ होइन राम्रो छ भने राम्रो भनौँ है ल है त गाइस बाई बाई